नमस्कार सम्पूर्ण आदरणीय भक्तजनहरूलाई हार्दिक स्वागत छ। आज हामी श्री स्वस्तानी व्रतकथा अन्तर्गत 22औं दिनको द्वाविशोध्याय अन्तर्गत आइपुगेका छौँ। आउनुहोस् कथा सुरु गरौँ। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थिततद्गतेन मनमा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचरचितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाद्वाक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। द्वाविशोध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, पिता मातासँग विदा भएपछि शिवभट्ट ब्राह्मण र सतीदेवीले आँखाले भ्याएसम्म आफ्ना छोरी ज्वाइँलाई हेरिरहे र देख्न छोडेपछि रुखमा चढी हेर्न थाले। त्यसै समयमा दैव संयोगले चढेको रुखको हाँगो भाँची शिवभट्ट र सती ब्राह्मणी रुखदेखि खसी मरे। तब ती दुई दम्पतिलाई श्री महादेवका दूत आई विमानमा राखी कैलाश लगे। दुवै ब्राह्मण दम्पति दिव्य स्वरूप भई कैलाशपुरीमा रहँदा भए। त्यहाँ उपरान्त शिव शर्मा र गोमा ब्राह्मणीले यात्राको प्रसङ्गमा डोलेहरूसँग यस वनको नाम के हो, पर्वतको नाम के हो, यो अग्लो वृक्षको नाम के हो, देखिका वन्यजन्तुहरूलाई देखाउँदै तिनीहरूको नाम के हो भनी सोध्दै गइन्। सोधे अनुसार डोलेहरूले पनि बताउँदै गए। जाँदा जाँदा धेरै टाढा पुगेपछि साँझ पर्यो र उनीहरू जलाशयको नजिक बास बसे। खाइपी गरी निदाए। हिँडेको थकाइले गर्दा मस्त निद्रामा परेको मौका छोपी बाबा माताले दिएको गहना र श्री सम्पत्ति र लगाएको गहना समेत केही बाँकी नराखी चोरहरूले चोरी लगेछन्। त्यसपछि बिहान तिनीहरूलाई निद्राले छोड्यो र बिउजी हेर्दा आफूले माइतबाट ल्याएको सम्पत्ति चोरिएको थाहा पाएर गोमा ब्राह्मणी मन थाम्न नसकी रुन कराउन लागिन्। हार गुहार मागिन्, वनको बीचमा कसले सुन्ने र। तब सँगै आएका डोलेहरू पनि दुखित भई सम्झाउँछन्, हे गोमा ब्राह्मणी, नरौ, पिर नगर, हामी अभागी रहेछौँ। तिम्रा बाबा महातारीलाई के सन्देश लिएर जाने हो भन्दा गोमा ब्राह्मणीले भन्छन्, हे भारवाहक हो, तिमीहरू यतैबाट फर्क भनी बिदा दिइन्। डोलेहरूले लौ पिर नगर्नुहोस् भनी सम्झाइ बुझाइ आफ्ना घर गए। यसपछि शिव शर्मा र गोमा ब्राह्मणी दुईजना मात्र यात्रामा अगाडि बढे। वनमा पाइएका फलफुल र कन्दमूल खाँदै अगाडि बढे। बाटामा हिँड्दै जाँदा ठुलै पर्वतको उकाली चढी शिखरमा पुगेपछि गोमा ब्राह्मणी भन्छन्, हे स्वामी, मलाई धेरै भोक लाग्यो, हिँड्न गाह्रो भयो भनी बाटामा बेहोस भइन्। गोमा ब्राह्मणी गर्भिणी थिइन्। त्यस्तो अवस्था आइपर्दा शिव शर्मा आत्तिए, तर पनि धैर्य गरी आफ्ना पत्नी गोमालाई काखमा लिई भन्न लागे, हे गोमा, यहाँ नाङ्गो पहरै पहराको पर्वत छ, अलि पर जाउँ, वन आउँछ, त्यहाँ फलफुल अवश्य मिल्छ भनी हातमा समाती बिस्तारै बिस्तारै हिँडाइ लगे। गोमा ब्राह्मणी नसके पनि सुस्ताउँदै बिस्तारै अगाडि बढिन्। पर्वतको फेदीमा पुगेपछि फलफुलको बगैँचा आइपुग्यो र फलफुल टिपी गोमा ब्राह्मणीलाई खान दिए। जलाशयबाट जल ल्याई खुवाए पनि। अब हाम्रो घर आइपुग्न लाग्यो भन्दै चन्द्रज्योति नगरको नजिक पुर्याए। दुवै शिव शर्मा र गोमा ब्राह्मणी घरको आँगनमा पुगे र हाम्रो घर यही हो भनी देखाए।
र गोमा ब्राह्मणीले घरभित्र गई हेर्दा घरभित्र माकुराको जालो र कसिङ्गर मात्र देखी आफ्नो बाबाको घर सम्झी रुन थालिन्। मनमा नै मेरो कर्मले यस्तै पार्यो भनी चित्त बुझाई कुच्चाले माकुराको जालो मिल्काई कसिङ्गर बढारिन्। घरमा भएको जे छ खाई गोमा पिर गर्दै बस्ती भइन्। केही दिनपछि शिव शर्मा ब्राह्मणले आफ्नी पत्नी गोमासँग भने, हे पत्नी, तिमी गर्भिणी भयौ, हाम्रो घरमा सम्पत्ति छैन, सुत्केरी खर्च केले चलाउने, न्वारान आदि जन्मकृत्य के सामानले गर्ने, यो खर्च चलाउने बाटो अब हामीसँग छैन। यसको लागि म परदेश गई मागी ल्याउँछु, तिमी आफ्नो जीव सम्भार गरी धैर्य गरी बस भनी सम्झाउँदा गोमा ब्राह्मणीले भनिन्, हे स्वामी, तपाईँ वृद्ध हुनुहुन्छ, तपाईँलाई कसरी पठाउँ? यही नै बस्नुहोस्, यहाँ मागेर भए पनि जातक आदि कर्म पुरा गरौँला। म गर्भिणी, मेरो हेरचाह कसले गर्छ, जाने कुरा नगर्नुहोस् भन्दा शिव शर्मा भन्दछन्, हे ब्राह्मणी, हामी गरिब भए पनि ब्राह्मणको कर्म कृत्य नगरी हुँदैन। 1 महिनामा म आउँला, त्यस बेलासम्म खान नपुगेमा चन्द्रज्योति नगरमा जजमान छन्, तिनका घरमा गई भिक्षा मागी खाएस् भनी सम्झाए। ब्राह्मणको कुरा सुनि गोमा ब्राह्मणीले हुन्छ भनिन्। शिवभट्ट ब्राह्मण भिक्षा माग्न भनी परदेश गए। 2 दिनको बाटो हिँडी गङ्गाको तीरमा पुगे। त्यहाँ 2 ब्राह्मण र ब्राह्मणी बसेका थिए। तिनका बारीमा धेरै थरी फलफुल थिए। शिव शर्माले गङ्गामा स्नान गरी वृद्धसँग गई भने, मेरो नृत्य पूजाको निम्ति फलफुल दिनुहोस्। वृद्ध ब्राह्मणले, तिमी को हौ, कहाँदेखि आएका हौ भनी परिचय मागे। म शिव शर्मा नाउँको चन्द्रज्योति नगरको ब्राह्मण हुँ। घरमा ब्राह्मणी गर्भवती छ, जात कर्मको लागि भिक्षा माग्न आएको हुँ। ब्राह्मण र ब्राह्मणीले तिमीलाई चाहिने जति टिपेर लैजाऊ भने। त्यसपछि शिवभट्ट ब्राह्मण आफै रुख चढे। रुखको हाँगो भाँचियो र खस्दा टाउको फुटी तालुबाट प्राणवायु गयो। परलोक भएपछि शिवका दूतहरूले कैलाशमा लिएर गए। ती शिवभट्ट साक्षात् महादेव नै थिए। ती महादेव कैलाशकूटमा आएको देखि तुरुन्त नै ढोकामा आई पार्वतीले सुनको कमण्डलुबाट पाउ धुन लाग्नुभयो। कैलाशमा बसेकी पार्वतीले महादेवलाई अन्तपुरमा लगी आफ्नो दुखेसो पोखिन्। हे जगदीश, पुरुष जाति पापी हुँदा रहेछन्, हजुरले धेरै भयो मलाई बिर्सनु भएको। कसरी घर परिवार सम्झेर आउनुभयो? फेरि उता सुखमा रहेकी गोमा ब्राह्मणीलाई कर, बल र छल गरी हुनसम्मको दुःख दिनुभयो। तिनलाई त्यति मात्र नभई गर्भिणी बनाई दुःख दिई त्यस्ता ठाउँमा छोडी आउनुभयो। यस्ता पार्वतीका दुखेसो र आक्रोश सुनि महादेव प्रसन्न मुद्रामा आज्ञा गर्नुहुन्छ, हे पार्वती, सेवकले भनेको कुरा मान्नु पर्दा पाप पनि गर्नु पर्दो रहेछ। गोमा अब सुखी हुन्छे, तिमी कति पनि पिर नमान। उता भिक्षा माग्न गएका शिव शर्मा धेरै दिन भयो फर्केनन्। गोमा सुत्केरी हुने समय आयो। जात कर्मको लागि कष्ट साथ चन्द्रनगरमा जजमानका घर गई भिक्षा मागी विधि विधानसँग जात कर्म गरिन्। महिना पुगेपछि बालक पनि पैदा भयो। छिमेकका ब्राह्मण र ज्योतिषीलाई बोलाई न्वारान पनि गराइन्। पुरोहित र ज्योतिषीले जन्मको समय जुराई जन्म कुण्डली बनाए। कुण्डलीको ग्रह दशा हेर्दा ज्योतिषीले नवराज नाउँ राखे। हे गोमा ब्राह्मणी, यो नवजात बालक राज लक्षणले युक्त भएको छ, राजा पनि हुनेछ। दुखी तिमीलाई सुख पनि देला भनेको सुनि गोमा ब्राह्मणी खुसी भई आनन्द मानी आएका ब्राह्मणलाई भोजन गराई दक्षिणा दिई पठाइन्। घरमा आमाका साथमा बालक हुर्कन थाल्यो। आमा गोमाले धागो र बत्ती काती छिमेकी कहाँ ढिकी जाँतो गरी बच्चालाई पालिन्। ती बालक हुने बिरुवाको चिल्लो पात झैँ सानैदेखि ज्ञानी थिए। उनी शुक्ल पक्षका चन्द्रमा झैँ बढ्न थाले। साथीहरूसँग खेल्न जान्थे। आमाले दिएको खानेकुरा जस्तो होस् मिठो मानी खान्थे। यस्तो सन्तोषी र ज्ञानी आफ्नो छोरा नवराजको विषयमा राम्रा राम्रा कुरा सुनाउन छिमेकी यजमान कहाँ गई, हे यजमान, मेरो छोरो नवराज ज्ञानी सन्तोषी छ, भोक लागे पनि भन्दैन, घरमा पाकेको मिठो नमिठो जस्तो पनि केही नभनी खान्छ। उसको पिता पनि आएनन्, घरमा सम्पत्ति पनि छैन, तिमीहरूका दयाले एक छाक खाई बाँचिरहेकी छु।
अब त्यसको चूडाकर्म र व्रतबन्ध केले गर्ने हो? केही उपाय देख्दिन भन्दा यस्तो कारुणिक र दिनहीन अवस्थादेखि यजमानहरूले पनि आफ्ना श्रद्धाले जे सकेको दिए। गोमाले सामग्री तयार गरी नवराजको चूडाकर्म र व्रतबन्ध गरिदिइन्। गुरु पण्डित कहाँ पढ्न पठाइन्। नवराजले वेद र पुराण आदि धर्मशास्त्र र नीतिशास्त्रका कुरा पनि सिके। गोमा ब्राह्मणीले छोराको स्वभाव र विलक्षण प्रतिभा देखेर यजमानहरूले खुसी हुँदै भने, हे ब्राह्मणी, तिम्रो छोराको विवाह गर्ने उमेर भयो। विवाह गर्ने भए करुणापुरका अग्निस्वामी ब्राह्मणकी पुत्री चन्द्रावतीको विषयमा हामी कुरा गर्छौँ भन्दा गोमा ब्राह्मणी भन्छन्, सामग्री केले तयार गर्ने? सम्पत्ति छैन। हामी जस्ता गरिबलाई कसले कन्या देला भन्दा यजमानहरू भन्छन्, जे चाहिएको छ हामी दिन्छौँ। यति कुरा यजमानले भनेपछि गोमा खुसी हुँदै भन्छन्, हे यजमान हो, तपाईहरूले हाम्रो रक्षा गरिदिनु भयो, तपाईहरूको कल्याण होस् भनिन्। यजमानहरूले सल्लाह गरी आफ्नो गच्छे अनुसार सहयोग गरे। यजमानहरूले पनि सामग्री तयार गरी अग्निस्वामीकी पुत्री चन्द्रावतीसँग नवराजको विवाह गरिदिए। तब आमा र छोरा बुहारी सुखपूर्वक घरमा बसे। त्यसपछि एक दिन नवराज खेल्न गएका थिए। उनका साथीहरूले भने, हे ब्राह्मण, आजसम्म हामी नवराज भन्थ्यौँ, अब त्यसो होइन, त बिना बाबुको छोरो होस्। तेरो बाबु भए को हो? कसको पुत्र होस्? हामीलाई बता भन्दा साथीहरूले भनेको कुराको जवाफ दिन सकेनन् र आमा समक्ष आई साथीहरूले भनेका कुरा रुँदै सुनाए। गोमाले छोरालाई सम्झाउँदै भनिन्, हे बाबु, शिव शर्मा तेरो बुवाको नाउँ हो। त गर्भमा नै छँदा जात कर्म गर्न घरमा केही नहुँदा भिक्षा माग्न गएका अझै आएनन्। कतै अरू नै काम पाई बसेकी अथवा छँदै छैनन्। यस्तो कुरा सुनि नवराज भन्छन्, हे माता, त्यसो भए आज्ञा दिनुहोस्। पिताजी कहाँ बस्नुभएको छ, के गर्दै हुनुहुन्छ? म गई पत्ता लगाई आउँछु। भनेपछि माता गोमा भन्छन्, हे पुत्र, तेरो मुख हेरी तेरो बाबालाई बिर्सिरहेथे। अब तैँले पनि छाडी गए, म कसको आधारले बसौँली? फेरि त गएपछि तेरी जहान चन्द्रवती पनि बस्ने छैन, माइत जानेछ। तसर्थ जान्छु नभन्। यस्तो आमाको कुरा सुनेपछि नवराज फेरि भन्छन्, हे माता, धर्मशास्त्रमा भनेको छ, सुन्नुहोस्। पुत्रस्य परमो धर्म पितृद्वारा समो नहि, पितृद्वारणं न कुर्वन्ति सुखमिच्छन्ति ये जना, ते यान्ति परमं घोरम यावत् चन्द्र दिवाकरौ। अर्थात् छोराको पहिलो धर्म नै पितृको उद्धार गर्नु हो। जुन छोराले पितृको उद्धार गर्दैन र आफ्नो सुख भोगतिर मात्र लाग्छ, त्यो चन्द्र सूर्य रहेसम्म नरकमा पर्छ। हे माता, म गर्भमा छँदै गएका मेरा पिता किन आउनु भएन? बाँचेका भए सँगै लिएर आउँछु, मरेका भए सद्गत गरी आउँला। त्यति पनि गरिन भने म बाँचेको के अर्थ भयो? म जस्तै कष्ट भए पनि जान्छु। हे माता, तपाईँको सेवा गर्न बुहारी छँदैछ। छोराको यस्तो बुद्धिमत्तापूर्ण कुराकानी सुनि गोमाले खुसी मान्दै भनिन्, हे सुपुत्र, तेरो कल्याण होस्। तेरा पिता भए लिएर आएस्, मरेका भए खबर पठाएस् भनी आशीर्वाद दिई बिदा दिइन्। नवराज आमाको आशीर्वाद थापी दण्डवत प्रणाम गरी आफ्नी पत्नीलाई सम्झाइ बुझाइ परदेश गए। नवराजले बाटामा शिव शर्मा ब्राह्मण कसैले देखेको छ कि भनेर सोधी बस्ती बस्ती गाउँ गाउँमा खोजी खबर गर्दै हिँडे। 2 दिन हिँडेपछि नदी किनारमा पुगेर तीर्थमा बसेका बुढाबुढीले बालक नवराजलाई, तिमी को हौ, कहाँ जान आयौ भनी सोधेपछि तब नवराज भन्छन्, म नवराज नाम गरेको ब्राह्मण हुँ। म गर्भमा छँदै मेरो जात कर्म गर्न भिक्षा माग्न भनी परदेश गएका मेरा बुवा शिव शर्मा ब्राह्मण फर्केनन् र उनलाई खोज्न भनी आएको हुँ। नवराजको भनाइ सुनेर वृद्ध भन्छन्, हे नवराज, चन्द्रज्योति नगरका शिव शर्मा नाउँ गरेका वृद्ध ब्राह्मणलाई हामीले देखेथ्यौँ। गङ्गामा स्नान गरी आफ्नो नृत्य पूजा गर्नलाई फलफुल टिप्न रुखमा चढेका र त्यही रुखको हाँगा भाँचियो अनि रुखदेखि खसी मरे। हाडखोर त अझै होला, त्यहाँ गई हेर। वृद्ध बुढाबुढीको यस्तो कुरा सुनि नवराज रुख मुनि गई हेर्दा त त्यहाँ आफ्ना पिताको अवशेष
हाडखोर देखेर बडो दुखित भई भन्न थाले, हे पिता, मेरा निमित्त भिक्षा माग्न भनी आएका तपाईँले मेरो मुखै नदेखी यस्तो निर्जन स्थानमा आई रुखबाट खसी बित्नुभयो। यस्तो कुरा मातालाई कसरी भन्ने, आमालाई के भनी सम्झाउने हो भनी शोक गरी भूमिमा लडीबुडी गर्दै रुन कराउन लागे। त्यस्तो देख्दा वृद्ध वृद्धा पनि दुखित भई भन्न थाले, बाबु किन पीर गर्छौ, यो शरीर अनित्य र नाशवान छ, किन पीर गर्छौ। आदि अर्ती वृद्ध वृद्धाबाट सुनि नवराजले अवशेष बटुले गङ्गामा लगी अग्निदान गरेर बाँकी रहेको अस्तु त्यही बगाए। अन्तिम संस्कार र आफ्नो रीतिअनुसार क्रिया गरे। त्यसपछि उनी अरूलाई दुःख पीडा दिनुभन्दा कतै राजाको सेवा गरी द्रव्य लिजाउँ भनी सहरमा बसी जागिर पाई राजाको सेवा गर्न लागे। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री सुस्थानी परमेश्वर्या व्रतकथायां शिवशर्मा स्वर्ग गमनामं द्वाविशोऽध्याय। ओम उपनयतु मङ्गलं व सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दलनिभेक्षणः कृष्ण काले वर्षन्तु परजन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सधना सन्तु जीवन्तु सरतां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थाणि सर्वाणि वसन्ति तत्र यत्याच्युतद्वारकथा प्रसङ्गः या कुन्देन दुतुसारहार धवला या शुभ्रवस्त्राविता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रवृत्तिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत्।